Look at eyes with the mini vlog. हजुरहरूलाई स्वागत छ मेरो सानो च्यानलमा सानो भ्लग पहिलो भ्लग अर्थात् जे भने पनि मेरो भ्लग गर्ने सुरुवात भइरहेको छ। त्यसैले के बोल्छु कस्तो बोल्छु त्यो केही थाहा छैन, जे भए पनि बोलिदिनु होला मेरो भ्लग आजबाट सुरु हुँदैछ। त्यो भएर सुरुवात गर्दाखेरि के कस्तो गर्नुपर्छ केही थाहा छैन होइन, छेउ पनि थाहा छैन कसरी बोल्नुपर्छ त्यही पनि म सुरुवात गर्दैछु मेरो यो सानो एउटा भ्लगबाट। हजुरहरूको साथ सपोर्ट के मिल्न सक्छ, मिल्यो भने म अझै अरू पनि भिडियो बनाउने प्रयास गर्छु। भ्लग बनाउने आइडिया केही छैन कि त्यसको बारेमा बनाऊँ कसरी बनाऊँ र के डिसिजन लिउँ भन्ने कुरा थाहा छैन। त्यसैले जे मनमा आएको छ त्यही बोलिरहेको छु प्याट त्यस्तै छ होइन, न इन्ट्रो आउँछ न केही आउँछ, केही आउँदैन, जस्ट भिडियो ओन्ली भिडियो, जे दिमागमा आएको छ जे आएको छ त्यही बोल्दैछु कि। त्यसैले मेरो भ्लग हेरिदिनु होला र माया गरिदिनु होला भन्न चाहन्छु होइन। धेरै लामो त बनाउन आउँदैन, त्यही बनाएर आए पनि लामो बनाउँदैन, बोल्नै आउँदैन, त्यही भएर छोटो मिठो के छिटो होला मेरो यो भ्लग। मिठो त भन्न मिल्दैन, तितो चाहिँ भन्न मिल्ला होइन। छोटो मिठो भन्नुको साथै छोटो अनि तितो मेरो भ्लगमा हजुरहरूलाई स्वागत छ भन्दाखेरि सुन्छ जस्तो लागेको मेरो भ्लग हेर्नुको लागि चाहिँ। त्यसैले मेरो भ्लग हेरिदिनु होला र कस्तो छ बताइदिनु होला र कसरी बनाऊँ भन्ने आइडिया टिप्स पनि दिनु होला भन्न चाहन्छु होइन गाइस। त्यसैले मेरो यो प्रयासलाई अझ जारी राख्न चाहनुहुन्छ भने हजुरहरूले साथ सपोर्ट र हौसला बढाइदिनु हुन एकदम अनुरोध गर्दछु है त। नमस्ते, बाई बाई। अब अर्को भिडियोमा आउँछु म, अर्को भ्लग लिएर आउँछु, के बोल्छु त्यसमा थाहा छैन। हजुरहरूले बताइदिनु होला है म त्यसमा के गरौँ, कस्तो आइडिया र कस्तो कन्सेप्ट अर्थात् कस्तो कन्टेन्ट लिएर आऊँ भनेर म त्यसरी नै अगाडि बढ्न चाहन्छु। हजुरको कन्टेन्ट दिनु म त्यसरी बनाउँछु होइन। मलाई बोल्न चाहिँ आउँदैन खासै, जे आउँछ त्यही बोलिरहेको छु अहिले प्याट माइक नगर्नु होला होइन। राम्रो लाग्यो हेरिदिनु, नराम्रो लाग्यो भने हेरिदिनु र सपोर्ट गरिदिनु कि जे भए पनि हेर्न चाहिँ हेर्नु पऱ्यो हजुरहरूले ल है त। बाई बाई, टाटा।